सबैलाई नमस्कार। म नरेश कुमार विष्ट स्वास्थ्य विभागमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत छु। आज मैले यो एउटा औषधि छ, यसको बारेमा केही भ्रमहरू छन्, यसको प्रयोगमा भ्रमहरू छन्, त्यस बारेमा केही जानकारी गराउन चाहन्छु। यो सिप्रोफ्लक्सासिन एउटा सोलुसन हो जुन चाहिँ आँखामा र कानमा प्रयोग हुने औषधि हो। यसको दुरुपयोग, यो औषधि चाहिँ ब्याक्टेरियल इन्फेक्सनको लागि प्रयोग हुने हो। आँखाको कन्जक्टिभाइटिस समस्याको लागि, कानमा ओटाइटिस एक्सटर्नाको लागि प्रयोग हुने औषधि हो। तर यहाँ के भ्रम छ भने, के यसको दुरुपयोग छ भने, विशेष गरी उमेर अलि बढी भइसकेको आमाबुवाहरूले यसको दुरुपयोग गरिरहनु भएको छ। यो उहाँहरूले उमेर बढ्दै जाँदाखेरि आँखामा सुक्खापन आउने, चिलाउने, धुलोधुवाले पोल्ने, घामले एलर्जी हुने लगायतका समस्यामा यो औषधि निरन्तर प्रयोग गरिरहनु भएको छ। यो धेरै लामो समयसम्म प्रयोग गर्दाखेरि यो एन्टिबायोटिकले आँखालाई असर गर्छ। त्यसैले यसलाई आँखा पाकेर पिपहरू आएको र अर्थात् स्वास्थ्यकर्मी हेर्दाखेरि यो ब्याक्टेरियल इन्फेक्सन हो है भनेर कन्फर्म गरेको केसमा मात्रै प्रयोग गरिदिनु म अनुरोध गर्दछु। र त्यसको लागि सरकारी सिस्टमबाट र प्राइभेट क्लिनिकहरूका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूलाई, सर म्याडमहरूलाई यसको राम्रोसँग आमाबुवाहरूलाई यसको फाइदा बेफाइदा जानकारी गराएर र आवश्यक मात्रामा मात्रै प्रयोग गर्न सुझाव दिने र औषधि दिने गराउन पनि आग्रह गर्दै यसको विशुद्ध ब्याक्टेरियल इन्फेक्सनमा मात्रै प्रयोग गरौँ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।